आज जुनको 14 तारिकमा हाम्रो केरीबारी या सब्जीबारीमा हामी आएका थियौँ। हाम्रा सिमीहरू भर्खर फल्न लागेछ, फुल्दैछ। हाम्रो काशीदेवी गुरुङ फुलबारीमा सब्जीबारीमा ऊ हेर्दैछ, सिमीको फुल फुलेको ल आयो यतापट्टि। अब उतापट्टि जाने, यतापट्टि यहाँ अगाडिपट्टि फुल्दैछ हाम्रो फुलहरू फुलेछ। अब यसरी फुल्दैछ। ऊ त्यहाँ बस्छ त, त्यो अगाडि अलि उताटे अगाडि हाम्रो सब्जीबारीमा फुल पनि फुलेछ अनि सिमी पनि केराउहरू फुल्दैछ। भर्खर केराउको कोसा लागेछ, केराको कोसा लागेछ केराको। अब यो फुल हो हाम्रो। यहाँ केराउ फल्नु लागेछ। यता फुल पयाल पुरै भएको छ, पयालो। यहाँ हाम्रो केराउ चाहिँ होइन कोसा लाग्दो रहेछ। अब यो भित्रपट्टि हेर्दाखेरि यो आलुबारी, आलु उता चाहिँ मकैबारी छ, अलिकति मकैबारी। यहाँ फुल फुलेछ, फुल फुलेछ, केराउ फल्दैछ। यहाँ दुई थरी रहेछ फुल फुल्दैछ। यहाँ अब सायद यो हाम्रो केराउ चाहिँ अलि दिनमा खानु पाइन्छ होला। आशावादीमा छौँ। हाम्रो बार यसरी छ, यसरी केराउ फलेछ। हाम्रो यता यहाँ धनिया फुलेछ, धनिया फुलेछ। धनियाको फुल सेतो हुने रहेछ। यो अब बिउको लागि तयार छ। यहाँ चाहिँ यो काँचो खाने साग, यो अब बिउ हुन्छ। हाम्रो त्यहाँ फर्सी आउनु छ, धनिया छ।